आज चाहिँ म तपाईँहरूलाई धुप बाट्न सिकाउँछु है। बाटेको धुप बनाउनु कोही जान्न सिक्न चाहनुहुन्छ भने भिडियो हेरेर बनाउन सक्नुहुन्छ। यसरी वान साइड बटार्ने। मेरो चाहिँ हात बसिसकेको भएर अलिक छिटो हुन्छ कि सिक्ने बेलामा चाहिँ अलिक गाह्रो हुन्छ। त्यसले गर्दा बटार्ने आफै बटार्ने त्यो दाम्ला जस्तै भएर हुन्छ। यसरी बन्छ बाटेको धुप हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले बनाएको, यो चाहिँ नर्मल यहाँ बेच्न ल्याउनुहुन्छ कि यस्तो छ कुनै यस्तो छ। यो चाहिँ नर्मल धुपको हो नि, यो चाहिँ पुरै बास्ना हालेको धुपको हो कि।